दियो 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 यसले बुझ्दै मारी त फस्कोतिर हान्छ ए नेट थियो क्या क्रस नगर न 2 नम्बरै बुनु हैट यार कसको भयो कसको आयो अनि हामी के काम गर्ने सिकाउनु त पर्छ पर्ची टाइपको बहिनी हैन हुन सकिन्छ ल दिदीको पालो दियो बुनु दियो हो होल्डिङ भइरहनु पर्छ यार जिल्लाभित्र चाहिँ जस यिनीहरूले दादागिरी नै गरे जिल्ला बाहिर पनि जिल्ला सिधै स्कुल गर्लफ्रेन्ड छ के हो यो नेसनल टिम के हो अठारतिर जेठ भाइको फेरि एकदम कडा छ ड्युटी त एकदम बिहान यिनले चाहिँ सबै चिनिसक्यो होला है फेरि सिटी बज्छ यो त झुक्क नै ठीक गरे बुनु गुड अन्डर चाहिँ खानु भन क्या ठोक द वन्डर फेरि एकचोटि हो गुड 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 मैले जे भनेको त मार्नु पर्यो नि नत्र हाम्रो के काम यहाँ आत्तिसक्यो होला नि के नि एउटै वडाको होला त एउटाको त होइन होला नि एउटाको त हाल्नु मिल्दैन यो कसैले थाहा छ नि हान्दा बुनु जालीमा हामीलाई थाहा छ नि हो ला अलिक ठाउँ चाहिँ साँग्रो भयो यो उहरू यो डोरी नलाइकन छोडिदिनु पर्थ्यो के अलिक विषयमा राम्रै गर्ने अब यता होइन नि बिहे गर्नेसँग एक्काइस 14 यताबाट हान्छ नि फेरि यिनीहरूले बल्दा उड्नु जालीमा कोट सौता राम्रो हुन्छ बहिनी 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 छोड्देऊ नफ्री पो हान्नु थाल्यो है अब अल्छी पो गर्नु थाल्यो लो बिस्तारै लाइन क्रस टच टच ठिकै हो ल जस्तो हात छैन ल ठुल दिदी हानौँ दिदी मान्छेले घेरेकै धेरै अलिक बाहिर यो डोरी धेरै नजिक टाङ्दैछ क्या खुलेर बल लिनु पाउँदैन नि यस्तोमा पर पर्सँग लिन्थ्यो उहिले केटा निसिले यसको त कामै दिएन मैले त लालु सरलाई चाहिँ ठिक हुनेछ बेलुकालाई चाहिँ आज सबैभन्दा उत्कृष्ट हान्ने उतै बुन्नु हो क्या 2 नम्बर फेसमा चाहिँ राम्रो रहेछन् काम छैन यिनको त्योभन्दा राम्रो आउँछ भन्दै होइन दिदी